सक्नुहुन्छ यस्तो छ हैन ढुङ्गाको बनाएर माथि चाहिँ पानी सानी आइरहेको छ हैन त्यही हो चोट्टा लगाएर देख्न सक्नुहुन्छ यस्तो छ गाइस हैन देख्न सक्नुहुन्छ कता ढुङ्गाको पार लगाएर खतरा के देखिन्छ हैन अब यति भएपछि अब मान्छे यहाँ भिड हुन्छ यतिका पार बनाइसकेपछि मान्छेहरू खेल्ने आउने रमाउने त खतरा हुन्छ क्या साइकल लिएर आउने केटीहरू केटाहरू बच्चा बच्ची सबजना चाहिँ मोबाइल हुन्छ हैन यस्तो छ त्यही भएर हैन यो चाहिँ अब चट्टा लगाएर बिन्दासले त्यही त हो नि गाइस यस्तो छ अनि अब चाहिँ म चाहिँ फेरि यहाँ चाहिँ पैसा लाग्दैन है घुम्न यता भित्र टिममा फेरि हाम्रोतिर है त फन पार भन्थ्यो 10 रुपियाँ भने मान्छेले उठाउन थाल्छ गाइस तर यहाँ भनेको चाहिँ 1 रुपियाँ पनि उठाउँदैन कसैलाई हैन पैसा चाहिँ चाहिँदैन अनि त्यस्तै हो अब नेपालमा भयो टिकट गाइस टिकट चाहियो ल 50 रुपियाँको 10 रुपियाँको पनि टिकट बेच्न थाल्छ मान्छेहरूले हैन यहाँ चाहिँ टिकट केही पर्दैन बिन्दासले बुल्ने हो बिन्दासले रमाउने हो हैन तपाईँहरूलाई जति बेला निस्केर जानु मन लाग्यो त्यति बेला निस्किने हो हाम्रोतिर भए 10 रुपियाँको 1 घन्टा 20 रुपियाँको 2 घन्टा 50 रुपियाँको यो त्यो भनेर पैसा लुट्थ्यो होला तर यहाँ चाहिँ त्यस्तो छैन हैन अब चाहिँ रात पर्न थालिसक्यो नि त बत्ती सत्ती पनि लगाउन थालिसक्यो यस्तो छ त्यही भएर जिन्दगी चल्न त चलाएको छ यस्तै छ भने त्यस्तै हो त्यही हो गाइस त्यही हो यतातिर चाहिँ क्या टाइम भिडियोहरू हुनुहुन्छ यस्तो मोबाइल चलाइरहनु भएको छ कच्चा लगाएर अनि त्यही हो त्यस्तै छ अब चाहिँ म निस्किनु पर्ने हुन्छ हेरौँ कता गइन्छ हैन चट्टा लगाएर यस्तो पिठी खाने यस्तो छ त्यही त हो नि अरू त के भनेर हैन साथी हो यस्तै छ बिन्दासले एक्लै बस्यो हैन अरूतिर चाहिँ यतातिर चाहिँ फेरि केटाकेटी चाहिँ खतरा डुलिरहेको छ हैन त्यस्तै छ आफू त एक्लै आएको छु त्यही भएर बिन्दासले एक्लै बस्दिने यो चौडीमा यस्तरी हैन यतातिर चाहिँ यस्तो देख्नु पर्नुहुन्छ हैन डुलिरहेको छ यतातिर चाहिँ देख्न सक्नुहुन्छ बबाल तरिकाले हैन गेम खेलिरहेका छन् क्यारे म चाहिँ यतातिर बसिरहेको छु खासै आज चाहिँ मसँग कोही केटाहरू पनि छैन त्यही भएर म आज यस्तै हो बिन्दासले डुलिरहेको छु हैन यस्तै छ जिन्दगी केटाहरूको छुट्टी पनि मिलेको थिएन त्यही भएर चाहिँ एक्लै आएको हो गाइस चट्टा लाएर यता पछाडितिर यस्तो खतरा देखिरहेको छ हैन यस्तै छ जिन्दगी बिन्दास छ हैन गाइस डुल्नलाई चाहिँ बिन्दासले डुलिरहेको छु क्यारे अनि तिर मार्केट जाउँ अब हेरौँ अनि केही कुरा लिएर चाहिँ म टक्क निस्किन्छु हैन देख्न सक्नुहुन्छ म चाहिँ मार्केटतिर नि आइसकेँ यस्तो बच्चाको खेलाउनेहरू पनि रहेछ हैन म चाहिँ अब माथितिर जान्छु यस्तो छ यतातिर यस्तो हेरौँ माथितिर हैन तपाईँको पनि छोराछोरी छ भने चाहिँ यस्तो खेलाउने चिज किन्न नबिर्सिनु होला भन्न चाहन्छु म गाइस यतातिर चाहिँ घर जान बेला जेब्रा सेब्रा छ जेब्रा लिएर जान सक्नुहुन्छ ट्रली ब्याग ट्रली टक्क लगाएर ट्रली सली लिएर जान सक्नुहुन्छ घर जाँदा बेला हैन अब चाहिँ यहाँ चाहिँ त्यो भयो तपाईँको यहाँबाट चाहिँ म चढ्ने कुरो हुन्छ माथि हैन चट्टा लाएर जाँदैछु गाउँतिर पनि हेरिदिउँ के कस्तो छ हैन यस्तै छ गाइस अरू चाहिँ के भनेर टोटली यस्तै छ गाइस यस्तै छ टक्क चढिसक्यो यतातिर यस्तो भइगयो यतातिर चाहिँ कपडाको सेक्सन रहेछ गाइस हैन कपडा चाहिँ मलाई एउटै ठिक लागेन किनकि मलाई मन परेन यसैले म हेर्दैछु के कस्तो हुन्छ हैन साथी हो मलाई चाहिँ यो ज्याकेट ठिक लागेको छ हेरौँ अब लगाएर एकचोटि ठिक लागेर बराबर भयो भने चाहिँ म लिएर जान्छु यसलाई है त लगाएर चाहिँ मैले खासै केही भेटिनँ गाइस म चाहिँ अब निस्केँ हैन ज्याकेट पनि लगाएको खासै ठिक भएन सानो भयो त्यही भएर चाहिँ म निस्किसकेँ अब भेट्दैन गाइस केही
कुराहरू, त्यही भएर चाहिँ झरिसक्यो पत्ता लाएर। अब चाहिँ म खासै केही खानेकुराहरू ठिक लाग्यो भने उठाउँछु अनि म चाहिँ निस्किन्छु। गाइस म आधा घन्टाभन्दा बढी डुलेँ होला यो मार्केटभित्र, तर मलाई खासै केही ठिक लागेन होइन। अनि त्यो मलाई एउटा बुक चाहिँ मन परेको थियो पहिला एकचोटि होइन, त्यही बुक हेरेको ठ्याक्कै भेटिनँ मैले चाहिँ। नभेटिसकेपछि चाहिँ म निस्किसकेँ गाइस। निस्किँदा बेला चाहिँ मैले के लिएर निस्केँ भन्दा चाहिँ एउटा यो जुस लिएर निस्केँ। अब यसलाई बस्ने हो, मजाले खाने हो। त्यस पछाडि अनि चट्टा लाएर यताउता गइन्छ होला होइन। अब त केही ल्याइएन गाइस, आधा घन्टा डुलेर नि। त मैले एउटा बुक चाहिँ पहिला मैले एकचोटि मन परेको थियो कि कस्तो खालको भने टक्क देख्ने अनि तपाईँको लगाएर राख्न मिल्ने खालको त्यस्तो खाले बुक मन परेको थियो कपी। त्यो कपी चाहिँ आएपछि म निस्केँ है त। त्यही हो, अब चाहिँ यहाँ बसेर खानु पर्ने हुन्छ। खाएर चाहिँ म पट्टा निस्किन्छु गाइस होइन। लाइक किनेर खाइयो गाइस, यस्तो त खाइ चाहिँ होइन, तर खासै टेस्ट चाहिँ ठिक लागेन मलाई यसको, किनकि कस्तो लागिरहेछ। त्यही पनि खानु चाहिँ मैले छोडेको छैन होइन। पत्ता लगाएर केटाहरू आज आउने भन्थ्यो, आएन। त्यही भएर चाहिँ म एक्लै हानिरहेको छु है त गाइस। यस्तै छ सस्ता गाई खाइ पनि सक्यो होइन। यतातिर चाहिँ यस्तो रमाइलो देखिरहेको छ पछाडितिर चाहिँ होइन। चराचुरी गाइस यस्तो छ। अनि फुल चाहिँ अलि बेग्ला आइरहेको छ नि त यतातिर। यस्तो भयो पछाडि चाहिँ दिदीहरू आन्टीहरू मिलाएर खेलिरहनु भएको छ। यस्तै हो, सबैजना डुलिरहनु भएको छ अरे क्यारे। सबजना क्या गर्लफ्रेन्ड लिएर सबजना आइरहेको छ गाइस होइन। मै मात्र एक्लै आउने भने त न साथी न त कोही एक्लै टक्क लाटो जस्तै बोला उतारि हिँडेको छ, भिडियो बनाएको छ होइन। त्यही हो, यतातिर त्यस्तो बल देखिरहेको छ, बवाल छ होइन। त्यही हो, त्यस्तै हो। अनि म चाहिँ जानु यहाँ रोडको पारिपट्टिबाट हो फेरि होइन, पारिपट्टिबाट। तर म चाहिँ अब अलि उता जान्छु, उता गएर चाहिँ अलिक बेलुका रातितिर चाहिँ म फर्किन्छु होइन। गएर पनि रुम गएर पनि के गर्ने, खाने सुत्ने त्यही त हो नि होइन। त्यही भएर चाहिँ म अलिकति उतातिर जान्छु, उता गएर चाहिँ म फर्किन्छु। फेरि यताको रोडहरू यताको बाटोहरू चाहिँ अलिकति डिफ्रेन्ट हुन्छ कि गाइस होइन। किनकि डिफ्रेन्ट हुन्छ यतातिर चाहिँ। यता चाहिँ म चाहिँ रोड क्रस गर्न आएको। रोड क्रस गर्न चाहिँ यस्तो होइन, यो रातो बत्ती बलाइतिर चाहिँ जानु पाउँदैन। यहाँ म जानेतिर चाहिँ रातो बत्ती बलिरहेको छ होइन। फेरि यता चाहिँ हैरो बत्ती बलिरहेको छ क्या। यता चाहिँ मान्छे जान सक्छ यो रोड क्रसबाट, तर यता चाहिँ जान पाउँदैन होइन। यहाँ चाहिँ रातो बत्ती बलिरहेको छ, हैरो बत्ती बालिदिएपछि चाहिँ जानुपर्ने हुन्छ। चट्ट त्यो जेब्रा क्रस पनि गरिसक्यो। जेब्रा क्रस गरेर चाहिँ अहिले चाहिँ म अगाडि आइसकेँ होइन। हेरौँ अब यस्तै त हो नि हामी भन्दै गाइस, त्यस्तै भइरहेको छ। अनि यस्तो बनाउनु चाहिँ कस्तो देखिन्छ गाइस मेरो होइन। टोपी भनेको चाहिँ यसरी लगाउने हो क्या, टोपी लगाउनु पर्छ। किनकि हावा चलिरहेको छ नि त, हावाले अनि सर्लक्क उडाइदिन्छ। त्यही भएर त कपाल पनि मिलाएको छैन, फेरि गाजाङ छ, झरेर पनि लास्टै झर्दैन। अनि यसरी लगाएपछि चाहिँ कपाल उडाउने काम चाहिँ गर्दैन। त्यही भएर चाहिँ यसरी लगाएको हो, नत्र अन्त यसरी लाउँदा नि हुन्छ टोपी होइन। त्यही हो यस्तो हो। यस्तो भयो यतातिर चाहिँ यस्तो गोलको पर्छ। यसरी त अनुहारै देखिँदैन रहेछ होइन क्याप लाउँदा त गाइस। मलाई यो चाहिँ खतरा लाग्यो कि गाइस होइन। किनकि स्वेटर भनेको चाहिँ यस्तो खालको के बनाउनु पर्ने रहेछ, यता देख्नु सक्नुहुन्छ हैरो छ नि
त्यो चाहिँ मलाई बवाल लाग्यो। म तपाईँहरूलाई देखाउँछु होइन। लाइफ चलाउनको लागि धेरै ठुलो सोचै हुनु परेन क्या गाइस होइन। लाइफ भनेको त्यत्तिकै बिन्दासले चल्छ होइन। किनकि लाइफ भन्ने चिज त्यस्तो हो, बिन्दासले तपाईँको होइन। नेपालतिर यत्तिकै सटर यत्तिकै क्या, यति यो रातो देखाएको छ नि गाइस, र घामतिर टल्केर चाहिँ केही देखिएन। यत्तिकै बनाएर केही गरियो भने बिन्दास हुन्छ के होइन। यस्तो बवाल छ क्या बवाल होइन। यत्तिकै सटर बनायो भने लाइफ चलिगयो नि। के धेरै ठुलो सपना भन्नुपर्छ गाइस होइन। किनकि अब हामीलाई पारिपट्टि जानु पऱ्यो, उतापट्टि होइन। यसको चाहिँ कि त रोड मुनिबाट हुन्छ, यस्तो माथिबाट पुल चाहिँ खासै देखिँदैन क्या। फेरि यहाँ चाहिँ मुनिबाटै बनाउँछ, किनकि अब थाहा छैन, माथिबाट गाडी मुनिबाट मान्छेहरू हिँड्ने चट्टा यस्तै बनाउँछ। त्यही भएर चाहिँ बिन्दासले क्या त्यही हो। अब हेरौँ मुनिबाट मुनि लाग्यो गाइस। नेट सेट भए चाहिँ यो साइकल पनि ओपन गरेर चलाउनु हुन्थ्यो, नेट सेट छैन। त्यही भएर अब पैतालमै हिँडिदिने हो क्या। यता एक्सर्साइज पनि गर्नुपर्छ नि त गाइस होइन। त्यस्तै हो, त्यही भएर एक्सर्साइज गर्नुपर्छ होइन। गरौँ एक्सर्साइज। दाइहरू कुदिरहनु भएछ। के भनेर खोइ माया के भनेर खोइ, तिमीले छोडेपछि मैले थाले युट्युब बनाउन भन्ने गीत यस्तो हो क्या होइन। यस्तै छ। कति धेरै जाम उसै हेर्न सक्नुहुन्छ पछाडि जाम, गाडीको जाम। नेपालमा मात्र जाम होइन, यहाँ पनि जाम हुन्छ गाइस होइन। तर यहाँ चाहिँ 2 मिनटको जाम हो, 2 मिनटमा सबै आउट होइन। स्पिडै देख्न सक्नुहुन्छ कति स्पिड छ होइन। त्यस्तो हो। अनि यतातिर चाहिँ घाँस यस्तो छ। तपाईँहरू पनि आउनु होला बाख्रालाई घाँस काट्नुलाई, बाख्रालाई नै भैँसीले खान्छ नि त यस्तो घाँस होइन। गाइस आउनु होला तपाईँहरू पनि भैँसीलाई घाँस काट्नुलाई। यो अगाडिको रुख चाहिँ के हो त्यो चाहिँ मलाई थाहा भएन गाइस। एक्लै हिँड्दा पनि बिन्दासले हुँदो रहेछ, रमाइलो हुँदो रहेछ यार, रमाइलो लागिरहेछ यार गाइस। यो चाहिँ हाम्रो नेपालतिर चाहिँ हात्तीबार भन्छ नि, हात्तीबार होइन। यहाँ चाहिँ छोटा हुँदो रहेछ। अरू घुम्यो नि त कहाँबाट हुन्छ गाइस कमेन्ट गर्नु होला होइन। हाम्रोतिर चाहिँ ठुलो हुन्छ, यहाँ चाहिँ सानो फरक यति हो होइन। अरू भने यहाँ डेन्जर भनेको चाहिँ यहाँ बाइकवालालाई हुन्छ है। यहाँ चाहिँ फेरि एक मिस्टेक ज्यान खलास होइन। बाइक चलाउनु चाहिँ डेन्जर हुन्छ यहाँ, डेन्जर मान्छ क्या डेन्जर। सेलारी चाहिँ फेरि राम्रो दिन्छ, किनकि बाइक चलाउनेहरू मान्छे खासै धेरै भेटिँदैन नि त। त्यही भएर लाइसेन्स छ, जब छ क्या फेरि यहाँ। जबको लागि चाहिँ टेन्सन गर्नु पर्दैन गाइस। बाइकको लाइसेन्स छ भने चाहिँ तपाईँहरू त्यस्तो हो। बाइकको लाइसेन्स छ भने महिनाको 3000, नेपालको 1,50,000 त मजाले कमाउनु सक्नुहुन्छ तपाईँहरूले बाइकको लाइसेन्स हुन्छ। यता म पछाडि चाहिँ देख्न सक्नुहुन्छ हाँस छ, हाँस पौडी खेल्न आइराखेको छ यतातिर। ए हाँस एक्लै भने फेरि म घुम्नु चाहिँ खतरा घुमिदिने मान्छे हो नि गाइस। खत्रै घुमिदिने हो फेरि, त्यो अरू जस्तो होइन नि। म फेरि देख्न सक्नुहुन्छ पछाडि हाँसहरू चाहिँ एकदम खतरा धेरै छ होइन। यो यस्तो यतातिर यस्तो, यतातिर नि यस्तो छ। यसरी पछाडि क्यामेरा बनाएर देखाइदिन्छु म गाइस। हेर्न सक्नुहुन्छ पछाडि यस्तो छ, यस्तो कि यस्तो छ कि गाइस। यस्तो मोबाइल छ नि त। हाम्रोतिर 5 केजीको हाँस गाइस खाइदिउँ भन्ने हुन्थ्यो, यहाँ त कसैले खाँदैन पनि, त्यही भएर गाह्रो छ। यस्तो छ फेरि यहाँ चाहिँ फेरि यस्तो होइन, यस्तो देखिरहेको छ मोबाइल देख्न सक्नुहुन्छ यता यस्तो होइन। त्यही हो, अझ खासै के छ र भन्ने लाइक त केही छ, केही छैन नि त यस्तो।
दिदी एउटा खतरा आइरहनु भएको त त्यो पारा यस्तो रातरात परिसक्यो यतातिर चाहिँ यस्तो देखिरहेको छ टक्का लाएर सबैले लाइक कमेन्ट गर्नु होला यहाँ चाहिँ फेरि परेवाहरू चाहिँ खतरा अरू भन यहाँनिर चाहिँ यस्तो देखिन छैन टक्का लाएर यस्तो चट्ट लाएर घुम्यो गाइस अब चाहिँ यतातिर चाहिँ हाम्रो नेपाली दाइहरू पनि हुनुहुँदो रहेछ गफसफ गरियो होइन गफसफ गरेर चाहिँ दाइहरू अब ड्युटीतिर हुनुहुन्छ ड्युटीतिर चाहिँ गइसक्नु भयो त्यही भएर म पनि अब यतातिर यसरी जानुपर्ने हुन्छ यस्तै छ होइन गाइस यतातिर यस्तो भइगयो बिन्दास के भनेर साथीहरू मेरो भिडियो चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला आज भिडियो चाहिँ यति नै हो म चाहिँ टक्क रुमसुम फर्किसकेँ होइन त्यही हो